ल म काममा गएँ बर्खा लागेछ खोला आउला फेरि खोला चाहिँ छोरी खेल्न जाली नि फेरि राम्रोसँग ख्याल राखेर चेत पाउने छैन थाहा पानी नि फेरि त्यसले केही पनि अब यसले फेरि पानी खेलाउँदै बसिरहेको छ छोरी किन पानी खेल्दै बस चिसो लाग्छ भित्र मम्मीसँग गएर बस चिसो लाग्छ के र है पानी धेरै नखेलाउने है बाबा चक्लेट ल्याइदिनु होला है हुन्छ म आउने बेला तिमीलाई धेरै चक्लेट लिएर आउँछु ए सुन त यो छोरीको राम्रोसँग ख्याल राखेछ है फेरि जमरानी खराब छ मलाई ढिलो भएको छ म गएँ कि राम्रोसँग ख्याल राखेस् के खेलिरहेको छु नानी मम्मीले हो किन माथि पसल जा म धेरै मिठाई किनिदिन्छु नि मम्मीले घर बाहिर नजाने भन्नुभएको छ केही हुन्न क्या हिँड माथि पसल जा म यति धेरैका मिठाई किनिदिन्छु क्या जाम हिँड हिँड्न कि नानी म धेरै मिठाई किनिदिन्छु नि धेरै मिठाई किनिदिनुहुन्छ दादा धेरै किनिदिन्छु तिमीले जे भन्छु त्यो किनिदिन्छु नि त तिम्रो नाम के हो नानी गरिमा चौधरी हो मिठाई ऊ त्यो घर छ नि हो त्यहाँ छ त्यहाँ गएर खानु है हुन्छ ल हिँड दादा मलाई छोडिदिनुहोस् दादा मलाई गाह्रो हो दादा मलाई छोडिदिनुहोस् मम्मी 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 आए म त लास्ट त्यही गाह्रो भयो नि आज काम गर्न आज दिन बल्ल बल्ल कटाइयो आज छोरी कहाँ गई त देख्दैन त बिहान मैले खाना बनाइरहेको थिएँ त्यो यता खेलिरहेको थिएँ पछि खाना बनाइसकेर त्यसलाई खोज्न गएँ यताउता चारैतिर हेरेँ कतै पनि भेटेन मैले त्यसलाई अनि माथिल्लो घरमा गएर सोधेँ त्यहाँ पनि आएन भन्नुभयो तल गएर सोधेँ त्यहाँ पनि आएन भन्नुभयो म त अहिलेसम्म खोजिरहेको छु नानीले भेटाएकै छैन म त धेरै चिन्तामा परिगएँ अनि मैले तँलाई बिहान जाने बेला नानीलाई एक्लै नछोड्दैछ भने होइन यस्तो बर्खा लागिरहेको जमुना ठिक छैन खोला आयो होला खोलामा गयो कि बा पौडी खेल्न टेन्सन भयो कि नै अब कहाँ गई त्यति सानो नानी अब हिँडेर गए पनि कति टाढा गयो वरि यति नजिक नै हुनुपर्ने हो अनि माथि दाइकोमा खोज्न गएछ कि नै त फोन गर्छु है त्यो गएको छ कि बा त्यहाँ हेलो दाइ त्यहाँ गरिमा आछि र के यसको आमाले भन्छ बिहान खेल्न निस्क्यायो अरे अहिलेसम्म घर पनि आएको नि त्यहाँ आछि नि मलाई त्यहाँ आछि कि भनेर कल गरेको थिएँ कि बिहानदेखि कहाँ गई यसो उता त्यतातिर देखेपछि भन्नुलाई त्यति सानो नानी कहाँ गई ल ल दाइ ल कतै देखेपछि भन्नु होला मलाई त्यहाँ पनि छैन रे माथि पनि कहाँ छैन रे छोरी हराएको पनि 2-3 दिन भइसक्यो पुलिस प्रशासनमा खबर गरेको अहिलेसम्म केही जानकारी पनि छैन केही भेट्या पनि छैन त्यति सानी नानी कहाँ गयो ओली केही थाहा पनि पान्ने के गरिरहेको छ ओली कहाँ छ ओली 3 वर्ष पुगेर 4 मा लागेको थियो अहिलेसम्म 1 घन्टा पनि नछोडेको मेरो छोरीलाई आज 3 दिन भइसक्यो अनुहार पनि देख्न पाएको छैन कहाँ गयो के गर्यो हेलो हजुर गरिमाको बाबा बोल्नु भएको हो हजुर म गरिमाको बाबु बोलेको ए हजुर म चाहिँ यताबाट पररी बोलेको के रे हजुरको छोरीको शव चाहिँ यता माथि सुनसान घरमा अचेत अवस्थामा कपडाले बेरिएको अवस्थामा चाहिँ फेला परेको छ हजुर छिट्टोभन्दा छिट्टो यहाँ आउनु पर्यो देख्न पाउँछु न भेट्न पाउँछु हाम्रो छोरी यो संसारमा रह्यो नि हाम्रो छोरीलाई पनि निर्मला पन्थ यिनीसा बिक जस्तै गराएर छोरे राक्षसहरूले यदि हाम्रो देशको कानुन खुनको बदलामा खुन हुन्थ्यो भने अहिले मेरो छोरी मसँग हुन्थ्यो भर्खर त बाबा भन्न सिक्दै थियो मेरो छोरीले ती राक्षसहरूले सानो बालखा पनि भनेन यस्ता अपराधीहरूलाई यो देशमा बाँच्ने कुनै पनि अधिकार छैन त्यसैले हामीलाई खुनको बदला खुन चाहिन्छ मम्मी ती पापीहरूले मलाई छोडेन नि मम्मी कति रोए कति चिच्याए तपाईँले किन सुन्नु भएन मम्मी बाबा बोल्नुहोस् न मलाई यस्तो पीडा दिएर मेरो जीवन खुसी हो मेरो परिवारको खुसी र मेरो सपना खुसी हो कृपया सरकार मलाई र मेरो परिवारलाई न्याय दिनुहोस् मैले न्याय पाएन भने कति दिदी बहिनीहरूले ज्यान गुमाउनु पर्नेछ